तो हिजोको दिनमा वंशमा जन्मिएका ती शासकहरू र आजको दिनमा डेमोक्रेसीबाट आएका शासकहरूमा चाहिँ के फरक हुँदो रहेछ? केही परिवर्तन छ? त्यो फरक हुन्छ। किन फरक नहुनु? वंशानुगत रूपमा आएकाहरूको उनीहरूको नैतिक बल भनेको मेरो जात, मेरो वंश भन्नुबाहेक उनीहरूसँग केही पनि हुँदैन। जस्तो कि तपाईँलाई ज्ञानेन्द्र शाहले मैले यति पढ्या छु भनेर कहिले भन्दैन नि। ज्ञानेन्द्र शाहले पर्यावरण बारे मेरो यति ज्ञान छ, मैले यति किताब लेखेको छु, उनले कहिले नै भन्दैन नि। उनले के भन्छन्? पशुपतिनाथले कल्याण गरौँ, हाम्रा जिजु बाजेले नेपाल बनाएका हुन् भन्छन् नि उनले। किन उनीसँग केही पनि हुँदैन त्यस्तो, हैन? तर फिल्डबाट आएका, चाहे पुँजीवादी हुन्, चाहे कम्युनिस्ट हुन्, चाहे जोसुकै हुन्, उनीहरूले के भन्नुपर्ने हुन्छ? म लोकको कल्याण गर्छु, मैले कुलो बनाएँ, मैले पुल बनाएँ, हैन? मैले बच्चा बच्ची स्याहारेँ, मैले हस्पिटल बनाएँ, म जितेँ भने यसो गर्छु, तपाईँले मलाई फाल्दे पनि हुन्छ, मलाई कालो मुसो दलिदिनु, मैले गल्ती गरेँ भने उनीहरूले आफ्नो केही न केही योग्यता प्रमाणित गर्नुपर्ने हुन्छ। त्यो झुटै होला, तर योग्यता प्रमाणित गर्नुपर्ने हुन्छ। तर वंशबाट आएकाहरूले योग्यता प्रमाणित गर्नु पर्दैन। उनीहरू हत्यारा भए पनि उनीहरू मेरो वंशको हुनाले म चाहिँ ठिक हुँ भन्छन् नि। त्यही दरबार मार्गमा चाहिँ सङ्गीतकारलाई मारे होइन, गाडीले खिचेर, ती हत्यारा होइनन्? कुनै कानुन लाग्यो, कुनै मुद्दा लाग्यो तिनीहरूलाई? लागेन नि हो। अनि उनीहरूले के भन्छन्? मेरो जिजु बाजेले यसो गरे हुन्, पशुपतिनाथले कल्याण गरौँ, त्यसकारण म राम्रो हुँ भन्छन् नि। त्यसकारणले वंशानुगत रूपमा आउने भनेको त्यो अर्कै पुरानो युगको, डर त्रासको युगको कुरा हो, हैन? नयाँ युगको कुरा भनेको चाहिँ आफ्नो योग्यता प्रमाणित गर्नुपर्ने कुरा हो। त्यो त फरक छ नि, बिल्कुल फरक। अहिलेका प्रतिगामीहरू धर्मनिरपेक्षता ठिक छैन, राजतन्त्र ल्याउनु पर्छ, यस्तो उस्तो भन्नेहरू त प्रतिगामी भए नि, उनीहरू त पछाडि फर्किन चाहने भए। ल म तपाईँलाई एउटै कुरा भनौँ, प्रतिगामी कुरा गर्ने, राजतन्त्र ल्याउनु पर्छ, 47 जानुपर्छ भन्ने अहिले प्रसाईजी आउनु हो, हैन? राजेन्द्र लिङ्गदेन होलान्, वा चाहिँ कमल थापा होलान्, वा केही मान्छेहरू होलान्, उनीहरू 47 सालमा गए र उनीहरूले चाहिँ सडकमा निस्केर एउटा लेख लेखे बापत 6 महिना जेल जानु पर्यो भने उनीहरू मान्छन् त? 46 सालभन्दा अगाडि त त्यही हो नि हामीले भोगेर आएको। एउटा फिल्म हेरे बापत चाहिँ 6 महिना जेल बस्नु पर्थ्यो। एउटा जुलुस निकाले बापत चाहिँ शान्ति सुरक्षा ऐनमा 9 महिना जेल बस्नु पर्थ्यो। एउटा अञ्चलाधीशले आधे दिनभित्र 9 महिना जेल हालिदिनु पाउँथ्यो। पत्रकारले लेखे बापत गोली खान पर्या होइन? त्यस्तो व्यवस्थामा उहाँहरू जान चाहनुहुन्छ त? उहाँहरूलाई थाहा छ त्यस्तो व्यवस्था थियो त्यति बेला? उहाँलाई थाहै छैन। थाहा भए पनि उहाँहरू राजनीतिक स्वार्थको निम्ति लुकाइराख्नु भएको छ। त्यस कारणले गर्दा प्रतिगामीहरू यो व्यवस्थाको विकल्प होइन। यो व्यवस्थाको विकल्प भने त योभन्दा अगाडि जान चाहने समाजवादीहरू हो नि।